साथीहरू नमस्कार। कपिस टेल्समा नयाँ भिडियोको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्णलाई स्वागत छ। आज हामी अशोक विनायक मन्दिरको दर्शन गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर तपाईहरू पनि हामीसँगै मन्दिरको दर्शन गर्नुहोला। कपिस टेल्समा कोही नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्नुहोला। अशोक विनायक मन्दिर आउन हामी काठमाडौँको रत्न पार्कबाट यात्रा सुरु गरी न्यू रोड हुँदै बसन्तपुर क्षेत्रमा आइपुग्यौँ। काठमाडौँ दरबार क्षेत्र भएर अघि बढ्दा कुमारी घर हुँदै पश्चिमतर्फ लागि काष्ठमण्डपको छेउमा आइपुग्छौँ। काष्ठमण्डपको उत्तरतर्फ कुमारी घर र मजुदेगको पश्चिममा सुनौलो मन्दिर देखिन्छ, जुन अशोक विनायक मन्दिर हो। अबको केही समय हामी अशोक विनायक मन्दिरको दर्शन गर्दै मन्दिरसँग सम्बन्धित इतिहास र किम्वदन्तीबारे जानकारी लिनेछौँ। विनायक शब्दको अर्थ गणेश हो, त्यसैले विनायक मन्दिरहरू भगवान गणेशलाई समर्पित मन्दिरहरू हुन्। काठमाडौँ उपत्यकाको रक्षार्थ चारै दिशामा विनायकका चर्चित मन्दिरहरू छन्। ती चार विनायकहरूमा चाबयलमा रहेको चन्द्र विनायक, सूर्य विनायकमा रहेको सूर्य विनायक, कीर्तिपुर चोभारमा रहेको जल विनायक र मरुटोलमा रहेको यसै अशोक विनायक पर्दछन्। काठमाडौँ दरबार क्षेत्रमा काष्ठमण्डप मन्दिरको छेउमा गणेश भगवानलाई समर्पित यो मन्दिर अशोक विनायक मन्दिर हो। अशोक विनायक मन्दिर सानो एकतले प्यागोडा शैलीको सुन्दर मन्दिर हो। सुनौलो यस मन्दिरमा घामको किरण पर्दा एकदमै आकर्षक देखिन्छ। मन्दिर वरिपरि धेरै मात्रामा घण्टहरू झुन्ड्याइएका छन्। मन्दिरको पूर्वी भागमा ठूलो घण्ट राखिएको छ। मन्दिरको ढोका अगाडि जोडी सिंहका ढुङ्गा र धातुबाट बनेका मूर्तिहरू देख्न सकिन्छ। त्यसैगरी सुनौलो झण्डा र ओम आकृत संरचना मूल ढोका अगाडि बनाइएको छ भने मन्दिरलाई सुनौलो फलामे बाराले घेरिएको छ। मन्दिरको ठीक अगाडि काष्ठमण्डपसँगै भगवान गणेशको वाहन मुसाको सुनौलो मूर्तिलाई अग्लो स्तम्भमाथि मन्दिरतर्फ फर्किएको स्वरूपमा राखिएको छ। अशोक विनायक मन्दिरको निर्माणबारे विभिन्न मितिहरू उल्लेख भएको पाइन्छ। यो मन्दिर 10औं शताब्दीमा गुणकामदेवले निर्माण गरेको भनिन्छ। मन्दिर निर्माणसँग सम्बन्धित एउटा घटना अनुसार जङ्गबहादुर राणा प्रधानमन्त्री हुनु पूर्व धर्मनारायण साल्मीले सपनामा गजुरविहीनको मन्दिर देख्छन् र पछि सोही बमोजिमको मन्दिर निर्माण गरेको भन्ने कुरा सुन्न पाइन्छ। त्यसैगरी सन् 1857को लालमोहर अभिलेख अनुसार यो मन्दिर निकै पुरानो भनेर उल्लेख गरिएको तथ्यले यस मन्दिरलाई प्राचीन धार्मिक स्थल मानिन्छ। मन्दिरको शिरमा देखिने सुनौलो छानो 19औं शताब्दीमा थपिएको हो। अशोक विनायक मन्दिरलाई मरु गणेश वा काठमाडौँ गणेश पनि भन्ने गरिन्छ। मरु गणेश भन्नुको अर्थ नेवारी शब्द मरुसँग सम्बन्धित छ। नेवारी भाषामा मरु भनेको छैन वा नहुनु हो। यहाँ रहेको अशोक विनायक मन्दिरको छानोमा अन्य मन्दिरहरू जस्तो गजुर नभएकाले यसलाई मरु गणेश मन्दिर पनि भन्ने गरिएको हो। अशोक विनायक मन्दिरको नाम मरु गणेश राख्नुको अर्को किम्वदन्ती अझै रमाइलो छ। धेरै पहिले काठमाडौँकै छोरी भक्तपुरमा बिहे गरिदिए पश्चात छोरी घर जान मान्दैनिन्। छोरीको बिहेमा आवश्यक सबै दाइजो दिए पनि छोरी किन घर जान मानिनन् भनेर सोधपुछ हुन्छ। सोधपुछ गर्दा के कुरा पत्ता लाग्छ भने छोरीले पूजा गर्ने इष्टदेव अशोक विनायक भएको र उक्त अशोक विनायक नदिएसम्म घर नजाने भनेर जिद्दी गर्दछिन्। छोरीको जिद्दीका कारण माइती पक्षले अशोक विनायकको मूर्ति दिन्छन्। त्यसपछि अशोक विनायक मन्दिर गणेशको मूर्तिविहीन हुन्छ। गणेशको मूर्ति नभएको मन्दिर भएकाले मरु गणेश मन्दिरको नामले पुकार्न थालिएको हो भन्ने जनश्रुति सुन्न पाइन्छ। मन्दिरको नामाकरणसँग सम्बन्धित अर्को किम्वदन्ती पनि छ। यस अशोक विनायक मन्दिर भएको स्थानमा पहिले ठूलो अशोकको वृक्ष थियो। अशोकको वृक्षमुनि गणेशको मन्दिर भएकाले यस मन्दिरलाई अशोक विनायक भन्ने गरिएको हो। किम्वदन्ती अनुसार धेरै पहिले एकजना ज्यापु अशोकको रुख नजिक आउँदा सधैँ सेतो रङको मुसा नाचेको देख्थे। एक दिन ज्यापुले सेतो मुसा नाचेको स्थानमा खनेर आश्चर्यचकित भए। जमिन मुनि गणेश र गणेशको वाहन मुसाको मूर्ति फेला पार्दछन्। मूर्ति फेला पारे पश्चात पहिले देखिने गरेको सेतो मुसा भने अलोप भयो। पछि उक्त मूर्तिलाई मन्दिरमा प्रतिस्थापना गरी पूजाआजा गर्न थालियो भन्ने गरिन्छ। मन्दिरको छानोमाथि गजुर नराख्ने प्रचलन सम्बन्धी किम्वदन्ती अनुसार गजुर राख्दा अशुभ हुने विश्वास रहेको छ। जसले यो मन्दिरको टुप्पोमा गजुर राख्दछ वा राख्ने प्रयास गर्दछ उसले 6 महिनाको समयभित्र ज्यान गुमाउँछ भन्ने जनास्था छ। त्यसैले यस मन्दिरमा हालसम्म गजुर नराखिएको हो र कसैले गजुर राख्ने साहस पनि गर्न सकेको छैन।
अब हामी मन्दिरभित्र विराजमान गणेश भगवानको दर्शन गर्न जाँदैछौँ। चाँदीका गरगहनाले सिँगारिएको गणेश भगवानको कालो मूर्ति आकर्षक छ। यो मन्दिर आकारमा सानो भए पनि सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। 4 विनायकमध्ये शक्तिशाली मानिने यस मन्दिरभित्र स्थापित अशोक विनायकको दर्शन गर्दा शुभ कामको आरम्भ, रोकिएका अधुरा काम बन्नुका साथै सुख समृद्धि र खुसी प्राप्ति हुने विश्वास छ। स्थानीय जनश्रुति अनुसार यस मन्दिरमा 21 वा 108 वटा तिलका लड्डु चढाएमा भक्तजनको मनोकामना पूर्ण भई दुःख कष्टबाट मुक्ति मिल्छ भनिन्छ। मन्दिर दर्शन गरे पश्चात दर्शनार्थीहरूले फूल, टीका र प्रसाद आफै ग्रहण गर्नको लागि थालीमा व्यवस्था गरेको पाइयो। दैनिक दर्शनार्थीहरू गणेशको दर्शन गर्न आउने गरे पनि विशेष गरी प्रत्येक हप्ताको मङ्गलबार र मङ्गल चौथीमा विशेष घुइँचो हुने गर्दछ। मङ्गलबारका साथै दशैँ र इन्द्र जात्रामा यस मन्दिरमा रहेको गणेशको मूर्तिलाई चाँदी र अन्य धातुहरूले सजाएर आकर्षक बनाइन्छ। यस अशोक विनायक मन्दिरलाई राज परिवारसँग पनि सम्बन्धित मानिन्छ। हनुमान ढोका गणेश पनि भनिने यस गणेश मन्दिरमा नेपालका राजकुमारको पास्टीमा दर्शन गर्न ल्याउने प्रचलन थियो। त्यसैगरी राज्याभिषेक समारोहको अवसरमा पनि राजाहरू यस मरु गणेशको दर्शन गर्न आउने गर्दथे। हामीले अशोक विनायक मन्दिरको दर्शन गरेर सक्यौं। मन्दिर र मन्दिरसँग सम्बन्धित किम्वदन्तीहरू तपाईहरूलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला। साथै हाम्रो भिडियो तपाईहरूलाई मन परेको छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी हामीलाई हौसला प्रदान गर्नुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो धन्यवाद। अर्को भिडियोमा नयाँ स्थानको जानकारी सहित उपस्थित हुनेछौँ। अहिलेलाई बिदा हुन्छौँ। नमस्कार।